अपवर्ड नसोच्नुहोस् के खानुहुन्छ के पिउनुहुन्छ फाइनली बढ्यो अब सबैजनाले यहाँ उपस्थित हुनुभएका सबैलाई नमस्कार, गुड आफ्टरनुन र गुड इभिनिङ भनौँ। अन्त साथै इन्टरनेसनल वुमेन्स डेको नारी दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना छ है। कि त मै हुन्छु हो के न लु भन्नुहोस् है। हामी चाहिँ यहाँको मान्छेसँग कसरी बस्नु पर्दो रहेछ भन्दा चाहिँ नम्र डाक्टर राहुल राईजी र उहाँहरू अन्टरप्रेनर हुनुहुन्छ र साथै हाम्रो प्रेसिडेन्ट सञ्जीव बिके सरलाई पनि हामी खदा लगाएर सम्मान गर्छौँ। हामी हाम्रो नेप इन्डियाको खदा लगाएर हामी उहाँलाई सम्मान गर्न चाहन्छौँ। उहाँलाई साथै उहाँहरू एकदमै आदरणीय दाजु हुनुहुन्छ जब चिनेको र एकदमै सम्मानित व्यक्ति र उहाँलाई पनि हामी सम्मान गर्न चाहन्छौँ। हाम्रो नेप इन्डियाको खदा लगाएर हामी सम्मान गर्नेछौँ र उहाँहरूलाई तपाईँहरूको है धन्यवाद सरहरू र विशेष तपाईँहरूलाई म आफ्नो आसन ग्रहण गर्ने अनुरोध गर्न चाहन्छु र उहाँहरूलाई हामी सम्मान गर्नेछौँ। सायद हाम्रो बिचमा अति नै वृद्ध उहाँहरू नै हुनुहुन्छ। हामी जोरदार ताली बजाएर उहाँहरूलाई धन्यवाद दिन्छौँ। यो प्रदेशमा हामीलाई उहाँ आमाहरूको जस्तो व्यक्तित्व हामीलाई चाहिन्छ। ताली बजाएर उहाँलाई धन्यवाद दिनेछौँ। सुमित सर क्यामेरा हाम्रो भूमिकालाई कसरी पिछिदिनु होला म रिक्वेस्ट गर्न चाहन्छु। धन्यवाद। हाम्रो गेस्टहरू पनि यता अगाडि आइदिनुहोस् भन्ने नम्र निवेदन गर्दछु। अगाडि आइदिनुहोस्। तपाईँको उहाँहरूले पनि सघाइरहनु भएको छ। हाम्रो अब विशेष सकिहाल्छ यो डाक्टर साहब राहुल राई सरलाई म भन्न चाहन्छु। उहाँले हाम्रो ताली हामी उहाँलाई लगाएर सम्मान गर्नेछौँ। राम्रो फोटो दिने अनुरोध गर्न चाहन्छु। राम्रो उहाँको कन्ट्याक्ट लिड छ र फेरि पनि हाम्रो प्रेसिडेन्ट ज्यूकोबाट सल अर्पण गराएर साथै हामी डाक्टर साहबबाट हामी उहाँलाई एउटा सम्बर्धना पत्र दिँदैछौँ एउटा मोमेन्टो। तपाईँ एकछिन यहाँ बसिनु होला र त्यसरी नै हाम्रो कार्यरत हुनुहुन्छ र हामी उहाँलाई सम्मान गर्दैछौँ सल अनि साथै सम्बर्धना पत्र दिएर। म अगाडि बढाउन चाहन्छु अति नै आदरणीय पदमा म्यामलाई अगाडि म बढाउन चाहन्छु। उहाँलाई पनि हामी सम्मान गर्न चाहन्छौँ। सम्बर्धना उहाँले दिनुहोस् अनि सल हाम्रो डाक्टर राहुल सरले सम्बर्धना त्यहाँ अगाडि छ। सर म मोमेन्ट दिनको लागि हाम्रो आजको स्पिच हुने हाम्रो मामलामा अगाडि चाहन्छ रमिला गजमेन्टजी उहाँले त्यो मोमेन्ट उहाँले उहाँको हातबाट हामी उहाँलाई एउटा यो सम्मान र अन्तिम लास्ट नट द लिस्ट भन्छ है हामी नीति दिदीलाई म अगाडि बढाउन चाहन्छु। हुनसक्छ भने एकछिन आफ्नो स्थानमा चाहिँ हाम्रो आमाहरूलाई सम्मान गर्नुको लागि आफ्नो स्थानमा एकदम चाहन्छु र ओके हामी केक काट्न गएका छौँ। कृपया गरिकन केक अगाडि ल्याइदिनुहोस्। उहाँहरूको बौलीबाट हामी केक काट्दैछौँ। चेलीबेटीहरू दिदीबहिनी सबैलाई नेप इन्डिया फाउन्डेसनको तर्फबाट धेरै धेरै बधाई अनि शुभकामना टक्राउँदछु। विशेष आजको यस कार्यक्रमका हाम्रा नेप इन्डिया फाउन्डेसनका सभापति
श्रीमान सञ्जित विश्वज्यू, हाम्रो यस कार्यक्रममा पाल्नु भएका हाम्रो मेरो भाइ भनौँ, साथी भनौँ, हाम्रो पलज्यू जो अति नै संस्थाको निम्ति आदरणीय हुनुहुन्छ, उहाँ हाम्रो भीम भाइ जो यस संस्थामा विगतको कयौँ सालदेखिको लिएर खटिआएका हाम्रो भाइको योगदान छ यस संस्थामा, उसले योगदान पुर्याएको छ विगतको दिनहरूमा। उसलाई पनि यो आजको कार्यक्रमको तर्फबाट भाइलाई पनि धेरै धेरै बधाई अनि यहाँ पाल्नु भएको लागि धन्यवाद टक्राउँदछु। सेन्टर टिमले आज यो कार्यक्रम सफल हुनुको पछाडि तपाईहरुको खटाइ हो, तपाईहरुको आफ्नो डेडिकेसन हो, तपाईहरुले संस्थाप्रति, हाम्रो जातिप्रति, हाम्रो समुदायप्रति राख्नु भएको तपाईहरुको विचार हो। तपाईहरुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सर्वस हो, यस्ता कुराहरू हुँदै गर्छ, तर नि प्रिय हो कुकुर भुक्दै गर्छ कि हात्ती हिँड्दै गर्छ। त्यो हात्तीले कुकुरको कलर कालो थियो कि पिलो थियो त्यो पनि हेर्दैन है। त्यो हाम्रो सिस्टम सरहरूलाई उत्साह गर्न चाहन्छु। भन्नेले जे भने, गर्नेले जे गरे, तर आफू सच्चाइको बाटो हिँड्नुपर्छ है। नगर्दा हुन्छ ताली बजाइदिनु सबैजना। सबैजनालाई आजको दिन विशेष अन्तर्राष्ट्रिय नारी दिवसमा हामी एकदमै हार्दिक बधाई दिँदै यो केकलाई काट्दैछौँ। होइन होइन बाहिरै बस्छ, भित्र नबस्छ। हुन्छ हुन्छ केही हुँदैन। ल म्याडम हजुर मेरो बर्थडेला एउटा शर्मा एउटा सुब्बा छ एउटा के आयो भने भन्नुहोस् ल।